नमस्ते। आज हामीले फेरि तपाईको लागि चाहिँ यो सानो खालको कुलर पनि लिएर छौं है। मैले पनि नदेखिने सबैजनाले सेतोमा दाग लाग्छ, दाग नलाग्ने कुलर भन्नुहुन्थ्यो, त्यो आएको छ। 35 लिटरको लागि चाहिँ खोलौं है। एकदम फ्रेश प्याकिङमा आउँछ, हेर्नु। यो चाहिँ फ्रेश प्याकिङमा हेर्नु है, कतिवटा ब्लेड छ ट्याक्क लाएर ल 5-6 वटा ब्लेड भएको। यो चाहिँ तपाईको स्विङ गर्ने भयो। यो भित्रको चाहिँ तपाईको एडजस्टर भयो, तल गर्ने कि माथि गर्ने भने एउटा यहाँ छ, त्यस्तै गरेर अर्को यहाँ पनि हुन्छ, डाउनमा पनि लाइक छ। यसको आइस चेम्बर हेर्नुहुन्छ भने चाहिँ यो तपाईको आइस चेम्बर हुन्छ। यहाँबाट तपाईको पानी डाउन हुने, यसबाट चाहिँ तपाईको फेरि माथि आउँछ, रिसाइकल भइरहन्छ पानी है। वारेन्टी कार्ड पनि आउँछ यसरी 1 इयरको। यसलाई चाहिँ अन गरौँ है। तपाईको यसलाई स्विङ गराउनु पर्यो भने चाहिँ तपाईको यहाँ हेर्नुस्, स्विङ कहाँ छ, यो साइडमा है। मैले स्विङ गराएँ, यो यसलाई हेर्नुहोस्, यो स्विङ हुन्छ। अब यसलाई तपाईँले यसरी एडजस्ट गर्न मिल्यो। अब यसको चाहिँ हावाको प्रेसर नआएको होइन, कहाँसम्म आउँदो रहेछ है। अब तपाईँको यहाँसम्म त मलाई मजाले फिल भइरहेको छ। यहीँ हेर्नुहोस्, अब मैले तपाईँलाई झुट बोलेन, हल्लिरहेँ है। यो पनि हल्लिरहेछ। यति टाढामा छु। सानो कुलर भयो भने पावरफुल छ है। अब हामी अर्को कुलर हेर्छौँ। हामीले तपाईँको 35 लिटरको हेऱ्यौँ है। अब यसको माइला दाइला हेरौँ ल। यो चाहिँ तपाईँको 60 लिटरको छ। यो चाहिँ हाम्रो तपाईँको 60 लिटरको छ है। यहाँबाट ट्याङ्की लेभल सुरु हुन्छ यसको। अब यसको चाहिँ तपाईँको यहाँबाट छ। तपाईँले भन्नुलाई अर्को ठुलो छ भनेर होइन, यसको चाहिँ यहाँबाट ट्याङ्की हुन्छ, यसको डबल यो साइजमा हुन्छ। यहाँ तपाईँको यसरी इन्डिकेटर आउँछ, त्यसमा त्यसरी आउँछ। चलाउँ है हामीले कतिसम्म आएको छ। यसको पनि त्यही हो, सेम तपाईँको आइस चेम्बर, वारेन्टी भन्ने नो डाउट 1 इयरको आउँछ। ट्याक्क लगाएर अनि यसलाई अलिकति एडजस्ट गरिदिउँ। यसलाई माथिबाट हल्का डाउन गरिदिउँ है। मैले एडजस्ट गरेको छु त्यसलाई। एडजस्ट गर्दाखेरि चाहिँ तपाईँ मजाले यहाँसम्म हो, यति टाढाबाट मजाले यहाँसम्म चल्छ है। अब यो कुलरको पनि तपाईँले जादु देखिहाल्नुभयो। अब हामी टर्बोमा जान्छौँ ल। यसलाई प्याकिङ गरिदिउँ टर्बोमा। अब चाहिँ हामीले टर्बो है, सबभन्दा पावरफुल, यो मध्येमा सबभन्दा पावरफुल टर्बो। अलिक एक्सपेन्सिभ पनि छ। अब किन एक्सपेन्सिभ भन्नुहुन्छ, मलाई पनि के थाहा, हेर्नुहोस् है। टर्बो लेखेर आउँछ, हावा फेरि हुरी बतास जस्तो आउँछ, त्यही कारणले महँगो। अब तपाईँलाई सस्तोमा दियो भनेर अर्कोले कम्प्लेन गर्छ, त्यही भएर मेसेज मात्र गर्नु है। रेट इनबक्स गर्नुहोस्, रेट हालेन भनेर गाली नगर्नुहोस् है। रेट हाल्न मिल्दैन। मैले फेरि सस्तो दिउँला, अर्कोले तपाईँको मलाई फोन गरेर कराउँछ, त्यो कारणले गर्दाखेरि तपाईँले मेसेज गर्नुहोस्। यसको हेर्नु कति ठाउँमा एडजस्टर छ हेर्नु त। यहाँबाट निकाल्नुहुन्छ कि यहाँबाट निकाल्नुहुन्छ कि यहाँबाट निकाल्नुहुन्छ कि पानी हाल्नु पनि कति सजिलो, हेर्नुहोस् त। त्यही भएर नि महँगो, कारणै फरक हुन्छ है। अन गरौँ ल। सुरुमा यो चलाउँ। हाम्रो कान्छाले मिलाइन्छ है एडजस्टर चाहिँ। यो आवाज पनि छैन हेर्नु है, साइलेन्टमा चलिरहेछ। अब यसलाई स्विङ गराउनु पर्छ भने चाहिँ तपाईँको यसमा लगाएपछि तपाईँको स्विङ हुन्छ है। भित्रको देख्न सक्नुहुन्छ स्विङ भइरहेछ। बाँकीको यो तपाईँको दुईवटा चाहिँ पानी हालेपछि मात्र चलाउने है। यो एउटा, यो एउटा। पानी नहालिकन चलाउनु चाहिँ मोटर ढ्वाक्कै त्यो मोटर जान्छ यो चाहिँ। यो कारणले अब यसलाई स्विङलाई म सिधामा राखेर यसको एयर फ्लो चाहिँ कहाँसम्म पुग्छ पत्ता लगाउँछु र ठिकै छ। तिमी एडजस्ट गर त त्यसलाई, हाम्रो यहाँ फोकस गराएर। अब हल्लाउँदा त्यत्तिको पनि हल्लिरहेकै छ यो। ल हेर्नु, टर्बो भन्ने बित्तिकै चिजै कमाल ल हेर्नु त, उडाउला जस्तै गर्छ ल। तपाईँलाई यो सबै चाहिन्छ भने कसैलाई यो सानो मन पर्न सक्छ, रुम साइज हेरेर, कसैलाई यो मन पर्न सक्छ, दाग नलाग्ने कलरहरू होइन, मलाई त व्हाइटै चाहिन्छ भन्नुहुन्छ भने व्हाइट पनि छ। होम ग्लोरी ब्रान्डको भयो यो। तपाईँको सबै मेड इन इन्डिया हुन्छ। यसरी हनीकम हुन्छ है यसको चाहिँ, फ्रेस। अरूहरूको डार्क कलर देख्नु होला, यसको चाहिँ फ्रेस है, न्युली सबैमा हनीकम हुन्छ यो। मजाले
6-7 वर्ष तपाईँले फेर्नु पर्दैन यो। यसरी तपाईँको वार्निङहरू सबै छ यसमा। ल हेटौँडा एएनबी इलेक्ट्रोनिक्स, मलाई मेसेज गर्नुहोस् व्हाट्सएपमा, तपाईँले मेसेज गर्दा पनि हुन्छ, डाइरेक्ट टिकटकमा मेसेज गर्दा पनि हुन्छ है।